नमस्कार हजुरहरुलाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा। आइयो हजुरहरु नि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ शनिबार हो साथीहरु, म चाहिँ आज घरतिरै छु। अनि आज चाहिँ म यसो बारीतिर आएको छु। बारीमा चाहिँ ल साथीहरु हेर्नु न, हाम्रो मम्मी चाहिँ त्यहाँ माथि रुके त्यो अल्क त्यहाँ माथि चढ्दिनु भयो कि मम्मी। कस्तो डर पनि नलाग्ने हो कि है। म चाहिँ लास्ट डर लाग्छ कि रुखमा चढ्न साथीहरु। अनि यसरी बनायो भने चाहिँ प्याजको प्याज र यो लसुनको डल्ला चाहिँ अलिक ठुलो हुन्छ अरे भनेको सुनेर मैले चाहिँ यो गाँठो बनाइदिन थालेको कि साथीहरु। हो कि हैन कुनि, अब पहिला त गर्नुहुन्थ्यो अरूले, म चाहिँ हो कि हैन जस्तो लाग्थ्यो है। अब आफ्नो फलेपछि थाहा हुन्छ। यसरी गर्दै भने चाहिँ ठुलो हुन्छ भन्छन्, गाँठो बनाइदियो भने चाहिँ साथीहरु। गाँठो बनाएर नि भ्या खै यो भने सुनेर मैले नि गाँठो बनाइदिएछु। अबपट्टिको नि मैले गाँठो बनाएर सक्थेँ। अनि के यो साथीहरु यो प्याज के है, मैले पनि त्यो अरूले गरेको देखेर अनि यो हुन्छ नि यो गाना हाल्ने बेला यसरी हुन्छ नि पुरै भाँच्दिएको। अनि यसरी यो ढल्काइदिएपछि यो लतार्दिएपछि चाहिँ प्याजको डल्ला ठुलो हुन्छ भने चाहिँ हो जस्तै लाग्यो। डुकु पनि पला छैन कि यो प्याजमा, गाना पनि ठुल्ठुलो लाग्न थाल्यो कि। हेर्नु न कस्तो राम्रो लाग्यो कि गाना पनि। तर साँच्चै के हो रहेछ कि त्यो चाहिँ मैले नि। अनि अहिले चाहिँ सुप पनि अलिअलि रहेछ, धनिया त फुलिसक्यो। अब त म चाहिँ अब चाहिँ घाँस लिन जाँदैछु। घाँस लिएर आउनु पर्यो। त्यहाँ घाँस काट्नु भएको मम्मीले, घाँस लिएर आएर अनि खाना खानु पर्यो। म चाहिँ घाँस काटेर ठाउँमा नि ठ्याक्क आइपुगेँ। घाँस पनि लिन आयो, घाँस पनि सिमाल्दै हुनुभएको। अब घाँस लिएर गएर खाना खानु पर्यो।